Hello everyone, welcome in this video. आज हामीहरु 2080 को मोडल क्वेशन सेट ए बाट सोधेको क्वेशन नम्बर 17 को बी को सल्भ गर्न गइरहेका छौं। यसमा चाहिँ के सोधेको छ भन्दा चाहिँ लिफो मेथड अन्डर पिरियोडिक इन्भेन्टरी सिस्टम बाट सोधेको छ। हामीहरु यहाँ यसको सोलुसन गर्ने छौं। एक्जाममा चाहिँ तपाईलाई कि त लिफो बाट सोध्छ कि त फिफो बाट सोध्छ। लिफो बाट भनेपछि लास्ट इन फर्स्ट आउट बाट जाने, फिफो बाट सोध्यो भनेपछि चाहिँ फर्स्ट इन फर्स्ट आउट बाट जाने। अनि पर्पिचुअल को चाहिँ अहिले सोधेको देखिन्न, त्यही पनि म अर्को भिडियोमा बनाउने छु। अहिले चाहिँ सबभन्दा इम्पोर्टेन्ट चाहिँ यो पिरियोडिक इन्भेन्टरी सिस्टम बाट चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेशनहरु आइरहेको छ। त्यही भएर आज हामीहरु चाहिँ पिरियोडिक इन्भेन्टरी सिस्टम बाट फिफो मेथड चाहिँ एकदम कम्प्लिट सोलुसन गर्न गइरहेका छौं। फिफो मेथड भनेको चाहिँ जहिले पनि फर्स्ट इन फर्स्ट आउट बाट भन्नाले माथिबाट तल बेच्ने, लिफो भनेपछि चाहिँ तलबाट माथि बेच्ने हो। हामीले सोधेको छ फिफो मेथड, त्यही भएर आज यसको सोलुसन कम्प्लिट गरिहाल्छौं ल। अनि क्वेशनमा के सोधेको छ कि मेवानमा चाहिँ बिगिनिङ इन्भेन्टरी भनेको चाहिँ ओपनिङ स्टक कतिवटा युनिट्स 150 युनिट्स एट द रेट 20 आरएस 150 वटा युनिट्स चाहिँ 20 को दरले चाहिँ बेचेको छ। मे 2 मा चाहिँ पर्चेस गरेको छ 400 वटा युनिट्स एट द रेट 25 को दरले है त। अनि मे 20 मा पर्चेस गरेको 650 युनिट्स एट द रेट आरएस 30 को दरले चाहिँ बेचेको रहेछ। यो चाहिँ स्टकहरु हो है त। अनि सेल्स ड्युरिङ मे, यो सबै महिनामा चाहिँ कतिवटा बेचेको रहेछ युनिट्सहरु चाहिँ यो टोटल गर्दाखेरि चाहिँ 1200 भयो। अनि 1200 बाट चाहिँ कतिवटा युनिट्स बेचेको रहेछ यो महिनामा, मे महिनामा 850 वटा युनिट्सहरु चाहिँ बेचेको रहेछ। अनि रिक्वायर्डमा भनेको छ कस्ट अफ इन्भेन्टरी इन्डिङ इन्भेन्टरी, क्लोजिङ स्टक को चाहिँ कस्ट कति छ त्यो सोधेको छ। अर्को चाहिँ कस्ट अफ गुड्स सोल्ड युजिङ फिफो मेथड। अनि फिफो मेथडबाट चाहिँ कस्ट अफ गुड्स सोल्ड र इन्डिङ इन्भेन्टरी को कस्ट कति छ भनेर सोधेको छ ल। यसको चाहिँ आज हामीहरु कम्प्लिट सोलुसन गर्ने छौं ल। हामीलाई चाहिँ क्वेशनले सोधेको छ कि इन्डिङ इन्भेन्टरी पहिला निकाल्दा नि हुन्छ या त कस्ट अफ गुड्स सोल्ड पछि निकाल्दा नि हुन्छ। यो तपाईले पहिला जुन निकाले नि हुन्छ। मैले चाहिँ यहाँ कस्ट अफ गुड्स सोल्ड चाहिँ पहिला निकालेको छु। अब हामीले चाहिँ अब पहिलाबाट, किनकि फिफो मेथडबाट सोधेको छ भने चाहिँ अब हामीहरु माथिबाट बेच्दै जाने। 850 वटा युनिट्स बेचेको हो नि त। हामीले चाहिँ माथिबाट बेच्दै जाने ल। 150 150 इन्टु कतिको दरले थियो 20 प्लस अब 800 त 150 त पुग्दैन, अब लग्दै जान पर्यो है। अब हामीले चाहिँ लग्दै जान पर्यो। अब यो 400 युनिट्स इन्टु कतिको दरले छ 25 है। अब कति भयो 400 र 150 चाहिँ 550 भयो। अझै पनि पुगेन। हामीलाई चाहिँ कति चाहिएको 850 वटा, किनकि बेचेको भनेको त 850 हो नि त। प्लस अब यहाँ चाहिँ 650 युनिट छ। अब हामीलाई यो 600 युनिट्स बाट चाहिँ कतिवटा चाहियो त, कति युनिट्स चाहियो त, हामीले 8 पुर्याउनु पर्यो। यो 650 बाट चाहिँ हामीले 300 युनिट्स इन्टु कतिको दरले ल। हामीले यो 600 बाट चाहिँ 650 बाट चाहिँ हामीले 300 वटा युनिट चाहिँ हामीले लग्यौं है त। यो चाहिँ कतिको दरले छ 30 को दरले भयो है त। अब कस्ट अफ गुड्स सोल्ड 150 इन्टु 20 3000 प्लस 400 इन्टु 25 कति भयो 10,000 प्लस 300 इन्टु 30 9,000। अब चाहिँ यहाँ सबैलाई एड गरौँ 22,000। यो चाहिँ के आयो, हामीले क्वेशनमा के सोधेको थियो कस्ट अफ गुड्स सोल्ड सोधेको थियो है त। रिक्वायर्डमा चाहिँ cost of goods sold
यो चाहिँ हाम्रो आइसक्यो। यो चाहिँ जहिले पनि केमा हुन्छ आरएसमा हुन्छ। ल हामीलाई पहिला कस्ट अफ गुड्स सोल्ड सोधेको चाहिँ हामीले निकाल्यौं। अब सेकेन्डमा हामीले के सोधेको छ क्लोजिङ इन्भेन्ट्री सोधेको छ है। क्लोजिङ इन्भेन्ट्री कस्ट अफ क्लोजिङ इन्भेन्ट्री या त क्लोजिङ स्टक। यो चाहिँ कसरी आउँछ त अघि हामीले कतिवटा बेच्यौं लास्टमा यो चाहिँ क्लोजिङ इन्भेन्ट्री भनेको चाहिँ बचेको वाला है त। हामीले अघि लास्टमा चाहिँ यो पनि गयो यो पनि गयो यहाँबाट चाहिँ हामीले कति 300 मात्र लगेको हैन भनेपछि कति बच्यो 350 वटा युनिट्सहरु चाहिँ बच्यो। कति बच्यो त 350 वटा युनिट्स। ल क्लोजिङ त्यही हो। त्यसको लागि लेख्ने हामीसँग टोटल कतिवटा युनिट्स थियो 1200 हैन। यो सबै एड गरेर चाहिँ हामीसँग चाहिँ 1200 युनिट्स थियो। माइनस 1200 युनिट्सबाट चाहिँ कतिवटा बेच्यो त माथिबाट जुन कि फिफो मेथडबाट 850 वटा युनिट्सहरु चाहिँ बेचिएको छ भनेपछि 850 युनिट्स। या त तपाईहरुले यो बुझ्नु भएन भनेपछि एउटा फर्मुला छ बिगिनिङ इन्भेन्ट्री प्लस पर्चेज माइनस सेल्स हो। यही हो हामीले सबैलाई एड गरेर चाहिँ सेल्स भनेको चाहिँ हाम्रो यो 850 भयो बेचेको अनि बिगिनिङ भनेको यो फर्स्ट वाला भइहाल्यो अनि पर्चेस भनेको यो सबैलाई एड गरेको है। यो सबैलाई एड गरेर चाहिँ यो 1200 भयो अनि 1200 बाट चाहिँ 850 युनिट चाहिँ बेचेको भनेपछि कति युनिट्स भयो त 350 युनिट्स। ल अब हामीलाई यो युनिट्समा त सोधेको छैन हामीलाई क्वेशनमा केले सोधेको छ केमा निकाल्न भनेको छ कस्ट। हामीलाई चाहिँ कस्ट निकाल्ने भनेको छ है। यो इन्डिङ इन्भेन्ट्री क्लोजिङ स्टकको चाहिँ कस्ट भनेको छ। यसको लागि हामीले लेख्न पर्यो कि भ्यालु अफ क्लोजिङ इन्भेन्ट्री इज इक्वल टु यो चाहिँ क्लोजिङ स्टक सोध्यो है। हामीले चाहिँ 350 वटा युनिट चाहिँ हामीले माथिबाट बेच्दै यहाँ हाम्रो बाँकी छ नि त यो चाहिँ बाँकी भएको स्टक हो नि त। यहाँबाट 650 बाट चाहिँ हाम्रो 350 यहाँ बाँकी छ नि त हो। त्यो चाहिँ पहिला राख्ने कतिवटा बाँकी थियो 350 इन्टु कतिको दरले हाम्रो यहाँ कतिको दरले थियो यहाँ 30 को दरले यहाँ चाहिँ 30 राख्दिने अनि इज इक्वल टु 350 इन्टु 30 कति भयो यहाँ चाहिँ हाम्रो 10,500 भयो है त। ल यति नै हो यसको हाम्रो कस्ट आयो है त यहाँ अनि आरएस। ल यसको कस्ट पनि आयो। हामीले जे क्वेशनमा सोधेको थियो कस्ट अफ क्लोजिङ इन्भेन्ट्री थियो त्यसको कस्ट निकाल्नु भनेको थियो यो 10,500 आयो। र अनि माथि के सोधेको थियो कस्ट अफ गुड्स सोल्ड कतिवटा बेचेको थियो माथिबाट बेचेको थियो यो 150 युनिटबाट चाहिँ यहाँ तल बेचेको थियो अनि हामीले यहाँबाट चाहिँ 300 मात्र लग्यौं। जतिवटा बेच्नु भन्ने थियो माथिबाट त्यो चाहिँ हामीले गरेर चाहिँ सल्भ गरेर 22,000 आयो। यो चाहिँ आरएस कस्टमा आएको छ है। ल यदि तपाईहरुले के पनि नबुझ्नु भएको छ भनेपछि चाहिँ कमेन्ट गर्नु होला। र अनि पर्पिचुअल सिस्टमको भिडियो आउँदैछ।